guys, welcome back to my YouTube channel. This is Rai Vlogs. So आज चाहिँ मेरो साथमा मम्मा पनि हुनुहुन्छ. So hi. So आज चाहिँ मेरो साथमा मम्मा पनि हुनुहुन्छ र मैले चाहिँ आज यो भिडियो किन बनाएको भन्दाखेरि चाहिँ अस्ति चाहिँ नाम्चीमा सिक्किम कलाकार भरोसा सम्मेलन भएको थियो र त्यसमा चाहिँ मैले जुन चाहिँ सीएम सरकोबाट त्यो झोलाहरू जुन चाहिँ थापेको थिएँ र त्यसमा चाहिँ मलाई सबैले भन्दै थियो नि त त्यो झोलामा चाहिँ के थियो भन्दाखेरि अब सबैले मलाई त्यो क्वेसन सोध्दै थियो है. तर मैले पनि राम्ररी हेर्नु पाएको थिइनँ है. अलिअलि चाहिँ हेरेको थिएँ र त्यतिखेर म घर पनि बेसी भएको छैन आएको है, किन भन्दाखेरि एकदम बिजी भयो, त्यो सकेर पनि पुरा कामहरू थियो नि त. सो आज चाहिँ फाइनली यहाँ मम्मासँगै छु है र आज तपाईँहरूलाई देखाउने छु त्यो झोलामा चाहिँ के थियो भनेर. झोला चाहिँ यहाँ छ गाइस. सो यो झोला चाहिँ के गरमै छ. सो यो झोलामा चाहिँ के छ भनेर तपाईँहरूले एकदम सोध्नु हुँदै थियो मलाई, सबैले बाटोमा भेट्दा मलाई सोध्दै थियो झोलामा के छ भनेर. सो अब म तपाईँहरूलाई देखाउने छु यो झोलामा चाहिँ के छ भनेर. ओके गाइस. र फर्स्ट अफ अल चाहिँ एकदमै हाम्रो सीएम सर, अनरेबल सीएम सरलाई एकदम धन्यवाद दिन चाहन्छु र उहाँलाई साथसाथै यता अनरेबल हाम्रो कृष्ण म्याडमलाई पनि धन्यवाद दिन चाहन्छु है. उहाँको सपोर्टले गर्दा नै यो कलाकार सम्मेलन एकदम सक्सेस भयो र यसो हाम्रो सामानहरूको लागि पनि एकदम धन्यवाद दिन चाहन्छु. र अब चाहिँ म यहाँभित्र हेर्छु. फर्स्ट चाहिँ लेट मी सो यु गाइस. फर्स्ट यहाँभित्र चाहिँ फर्स्ट थिङ चाहिँ रहेछ यो झोला. कति मजाको नि यो भित्र रहेछ. दिस वान के भयो मम्मी हाँस्नु न. र फर्स्ट चाहिँ यो रहेछ, हेर्नुहोस् यो रहेछ. एट फर्स्ट चाहिँ दिस इज फ्रम सिक्किम सुप्रिमबाट रहेछ. र यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यो चाहिँ रहेछ फ्रुट जामहरू रहेछ. यसमा चाहिँ फ्रुट जामहरू रहेछ फ्रुटको. र यो चाहिँ हल्का मैले यस्तो सिम्पल चाहिँ मिसी यस्तो जाम रहेछ है. सानो सानो भेराइटी अफ फ्रुट्सको जामहरू रहेछ. सबै यो रहेछ फ्रुटको रहेछ. दुईवटा साइड यो अर्कै मिक्स फ्रुटको रहेछ. अगाडि किवीहरूको पनि यसमा चाहिँ फ्रुटको मात्रै जामहरू रहेछ यसमा चाहिँ. र विशेष यो यस्तो रहेछ. कस्तो लाग्यो मम्मी? दामी लाग्यो, राम्रो छ. मेरो मम्मा चाहिँ त्यस्तो भिडियोमा आउँदैन र आज चाहिँ सरम मान्दै आएको छ गाइस. र यस्तो रहेछ यो फर्स्टमा. यहाँ राखिदिन्छु यो. र सेकेन्ड अझै एउटा त्यस्तै रहेछ. यो चाहिँ मैले खोलेको थिएँ बिकज यसमा चाहिँ डल्ले खोर्सानी थियो गाइस. त्यो डल्ले खोर्सानी चाहिँ मैले निकालेको थिएँ. यो पनि सेम सिक्किम सुप्रिमबाट नै छ. यसमा चाहिँ अचारहरू छ. अचार चाहिँ के छ भन्दा लेट मी सी. यही हो यस्तो. के हो मम्मी, के हो यो? के को? यो चाहिँ ताँबाको अचार. ताँबाको चाहिँ मलाई चाहिँ मन पर्दैन ताँबाको अचार चाहिँ. तर यहाँभित्र चाहिँ डल्ले खोर्सानी थियो. फर्स्टमा चाहिँ मैले त्यो निकालिहालेँ हो. यतामा अझै एउटा डल्ले खोर्सानी नै रहेछ. एउटा चाहिँ भित्र छ. र त्यो के हो मम्मी? यो पनि डल्ले खोर्सानी हो यो. र मेरो मम्मी चाहिँ अलिक कम्ती बोल्छ है. र यो पनि डल्ले खोर्सानी रहेछ है. अब खुसी भयो डल्ले खोर्सानी रहेछ. अर्को के रहेछ? यो पनि ताँबै हो क्या हो. ब्याम्बोको अचार रहेछ यो चाहिँ. अन्त सो नेक्स्ट चाहिँ यो निकाल्छु ल. नेक्स्ट चाहिँ यो निकाल्यो. वाउ दिस इज भेरी नाइस. के छ यसमा चाहिँ मजाको हाम्रो गभर्मेन्ट अफ सिक्किमको लोगो पनि रहेछ. र यसमा चाहिँ के छ लेट मी सो यु गाइस. खोलेर फर्स्ट अफ अल यो रहेछ फ्लेम अफ नेचर. यो पनि जामै जस्तो लाग्यो. ठुलो बढी जाम रहेछ एउटा. अझै अचार पनि रहेछ फेरि ठुलो बट्टामा. अन्त यहाँभित्र आई गट मिटी चियापत्ती चाहिँ धेरै भएको छ र मम्मा पनि एकदम खुसी भएको छ. चियापत्ती चाहिँ बेसी छ हाम्रोमा है. अब किन्नु पर्दैन भन्दै थियो मम्मीले है आमा चियापत्ती चाहिँ. र यो चाहिँ इलाइची पनि रहेछ. यसमा चाहिँ त्यति रहेछ इलाइची र दुईवटा यो चियापत्ती र यो दुईवटा अचार रहेछ. र अहिले चाहिँ म भर्खर घर आएर मात्रै बनाएको यो भिडियो चाहिँ. मैले बनाउनु एकदम टाइमै नपाएर. र थर्डमा चाहिँ तपाईँहरूलाई देखाइदिन्छु चियापत्तीको चाहिँ कस्तो छ भनेर. हेर्नुहोस् गाइस. दिस इज चियापत्ती. 4टा अलरेडी. 2टा त मम्माले तल पनि दिनुभयो है. छेमालाई पनि दिनुभयो. 2टा तल छेमालाई पनि दिनुभयो. र यतानिर अझै 3टा अझै चियापत्ती रहेछ. अझै चियापत्ती रहेछ. यो उयसको टिमिटी स्किमको. त्यहाँदेखि आई गट दिस भित्र. यो चाहिँ के हो भन्दाखेरि चाहिँ एक्चुली दिस इज अ फुड सोकिङ ब्याग्स. यो चाहिँ फुड केही खुट्टाको लागि होला ब्याग्सहरू रहेछ मसाज टाइपको. यहाँभित्र चाहिँ के छ खासमा चाहिँ यस्तोहरू रहेछ. यो चाहिँ मलाई पनि याद छैन कसरी युज गर्छु. अब यहाँभित्र चाहिँ हल्दी जस्तो पनि के छ है मम्मी? के पो छ
त्यस्तै के रहेछ यहाँभित्र चाहिँ मम्मीले हेऱ्यो यो हेरे यो चाहिँ मम्माले हेर्नुभयो एक दुईवटा चाहिँ र मैले चाहिँ आज मात्रै हेर्दैछु यो झोलाभित्र र यति नै रहेछ यो झोलाभित्र चाहिँ गाइस र झोलाभित्र त्यति रहेछ र नेक्स्ट आई हेभ अझै एउटा झोला स्मल झोला त्यो झोला कति दामी छ नि मम्मी के बोक्नु काम लाग्छ नि र यसमा चाहिँ तपाईँ हेर्नु त निकाल्नु त के रहेछ यसमा पनि गाइस यो के हो भने कम्प्रेस गर्ने मसाजकै रहेछ है मसाजकै रहेछ यो यस्तो रहेछ मसाज गर्ने यस्तो यस्तो के भिजाएर तातो पानीतिर नि कस्तो बनायो है त्यस्तो एकदम राम्रो उयो रहेछ तर यो चाहिँ एकदम राम्रो खालको रहेछ कम्प्रेस बलहरू दुईवटा रहेछ क्यान्डल पनि छ क्यान्डल ए कति क्युट क्यान्डल रहेछ क्यान्डल यहाँ पनि छ मम्माले चाहिँ पुरा मन पराएको छ है क्यान्डल कति क्युट क्युट क्यान्डल रहेछ के हो सोप पनि रहेछ एकदम दामी साबुन यो चाहिँ मिन्ट फ्लेभरको साबुन चाहिँ के हो दिस इज अल्सो मिन्टवाला साबुन यो पनि साबुन यहाँ पनि साबुन यहाँ पनि साबुन छ अम्बे साबुनै साबुन अब घरमा साबुन किन्नु पर्दैन सौदा गर्नु पर्दैन यो छ के हो यो चाहिँ ओ माई गड इट्स अ किचेन वाउ त्यो पनि के रहेछ गाइस यु क्यान सी सिक्किम कलाकार भरोला सम्मेलनकै किचेन पनि आई गट दिस दामी नि ममा यो साडीमा जुन यस्तो गरिदिनु न दामी सो मम्मालाई सबै मन पर्यो र अरूभन्दा पनि दामी मनपर्ने चिज चाहिँ के छ नि हाम्रो मम्मीलाई चाहिँ यहाँ यो चाहिँ ए गरौँ छ सी गाइस यो चाहिँ मलाई सिएम सरले त्यतिखेर दिनुभएको झन् यो दामी मलाई पुरा मनपर्छ यो चाहिँ पुरा मनपर्छ यो चाहिँ दामी लाग्यो मलाई खुसी लाग्यो बाहिर चाहिँ यो बाहिर चाहिँ खुसी लाग्यो किन भन्दा चाहिँ अब पौधाहरू अभियसली मम्माहरूलाई पुरा मनपर्छ है अभियसली दिस यो के भन्नु यो गमला पनि कति दामी छ है क्युट छ गाइस यो फुल अन्त यो फुल पनि दामी छ र आफ्टर दिस र आई हेभ दिस वान सो दिस इज सो नाइस तपाईँलाई कस्तो लाग्यो यो दामी झन् यो दामी छ दामी तपाईँले पनि देखेको थिएँ थाप्दै गरेको दामी मैले पनि देखेको थाप्दै गरेको दामी छ मम्मीले चाहिँ थाप्नु मैले त्यो थापिसकेर चाहिँ डल्लै थापिसकेर चाहिँ कल गरेको थियो है त्यतिखेर नै कल गरेर चाहिँ के पायो भनेर सोध्दै थियो हो त्यतिखेर अनि मैले मम्मीलाई पठाइदिएको थिएँ र मैले हेर्नु पनि पाएको थिइनँ है र थ्याङ्क यू सो मच सिक्किम कलाकार भरोसा सम्मेलन फर दिस र यो एकदमै राम्रो कति मजाले बनाएको रहेछ यस्तो रहेछ र खद्दाहरू पनि खद्दाहरू चाहिँ राखेँ यति नै रहेछ ओके गाइस सबै तपाईँहरूलाई भनिसकेँ सो एट लास्ट मम्मीले मलाई के भन्थ्यो पैसा चाहिँ लिनुहोस् भन्दै थियो नि त सो यहाँ छ पैसा चाहिँ तर हाफ मात्रै छ यहाँ चाहिँ मैले राखेँ आदि छ ल थ्याङ्क यू भन्नु थ्याङ्क यू त पैसा पनि छ अलिकति है अन्त त्यो अब डल्लै चाहिँ छैन आदि चाहिँ मैले अरू राखेँ कि अन्त यो फेरि मेरो मम्माको लागि है अलिकति सो खुसी छ तपाईँ खुसी म एकदम खुसी र यहाँ चाहिँ मेरो मम्मा है चिन्नुभयो होला सबैले र यता चाहिँ मेरो मम्मा हुनुहुन्छ र त्यस्तो भिडियोमा आउनु हुँदैन र आज चाहिँ एट फर्स्ट टाइम आउनु भएको खुसी छैन खुसी जस्ट सो गाइस तपाईँले देखिहाल्नु भयो है यो सबै सामानहरूमा त देखाइदिएँ के थियो भित्र झोलाभित्र है आज चाहिँ मजाले खोलेर मजाले एउटा हेरेँ मैले पार्ट्स भित्रभित्र अस्ति चाहिँ त्यो डल्ले खुर्सानी मात्रै टक निकालेर मैले खाएको थिएँ है मामसँग र सबै तपाईँहरूले देखिहाल्नु भयो राम्रो राम्रो सामानहरू है र यसरी हेर्दै गर्नुहोस् र ममा के भन्नु छ मेरो च्यानलमा सब्सक्राइब गरिदिनु भन्नु न मेरो छोरीले यो सबै ल्यायो राम्रो डान्स गर्यो एकदम डान्स खुसी पनि लाग्यो डान्स पनि राम्रो लाग्यो एकदम खुसी लाग्यो मलाई र मेरो मम्मा चाहिँ डान्स हेर्नु पनि आएको थियो त्यतिखेर है म डान्स गर्दाखेरि विल्सन सरसँग डान्स गर्दाखेरि मम्माले पनि हेर्नु भएको थियो है र राम्रो लाग्यो होइन सबैभन्दा बेसी के मन पर्यो तपाईँलाई यति बढी सबैभन्दा मलाई यही फुलै मेरो मन पर्यो फुल र चियापत्ती मेरो बेस्ट फुल र चियापत्ती चाहिँ मम्माको बेस्ट भएछ है फुल र चियापत्ती चाहिँ पुरा मन पर्यो त खोर्सानी है अन्त त्यति हो है गाइस र तपाईँहरूको सपोर्ट यसरी मेरो च्यानललाई सब्सक्राइब लाइक सेयर सब्सक्राइबहरू गर्दै गर्नुहोस् र ममा थ्याङ्क यू भन्नु थ्याङ्क यू ओके गाइस थ्याङ्क यू सो मच फर वाचिङ र आजको भिडियो यति नै थियो र बाई गाइस सी यू सुन